जय मसीह सम्पूर्ण प्रभुमा अति नै प्रियजनहरूमा जिउँदो परमेश्वरलाई महिमा आदर भक्ति अनि प्रशंसा भएको होस्। उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँ भयानक हुनुहुन्छ, उहाँ अद्भुत हुनुहुन्छ अनि उहाँ जीवित हुनुहुँदछ अनि उहाँ चाहिँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। आमेन। अनि हामीलाई चाहिँ उहाँले वृद्धिको लागि बढ्नको लागि बोलाउनु भएको छ। एउटा महिमादेखि अर्को महिमा, एउटा उचाइदेखि अर्को उचाइ। दिनदिनै हाम्रो वृद्धि छ, दिनदिनै हाम्रो उचाइ छ, दिनदिनै हाम्रो यात्रा अघि बढिराखेको छ, किनकि त्यसको कारणले गर्दा हामी बोलाइएका छौँ। आमेन आमेन। के हामी बढ्दैछौँ? के हामी उचाइ चढ्दैछौँ? कि हामी एउटा महिमादेखि अर्को महिमातर्फ जाँदैछौँ? अनि हामी यो कुरा बुझ्नु अनि हर बिहानी हर दिनको सुरुवातीमा यो कुराको घोषणा गर्नु र मनन गर्नु र स्वीकार्नु आवश्यक छ कि हामी बढ्दै जानको लागि परमेश्वरले हामीलाई बोलाउनु भएको छ। आमेन। पहिलो इतिहासको पुस्तक 11 अध्यायको 9 पदले यसरी बताउँदछ, अनि दाउद झन्झन शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो। आमेन आमेन। दाउदको जीवन शक्तिशाली हुने क्रम झन्झन एउटा पछि अर्को शक्तिशाली, एकपछि अझ अर्को दिन अर्को शक्तिशाली। जब समयहरू बित्दै गए, दिनहरू बित्दै गए, परिस्थितिको सामना दाउदले गर्दै गए, वचनले भन्छ उनी शक्तिशाली हुँदै गए। झन्झन मतलब झन्झन हिजोभन्दा आज धेरै, आजभन्दा भोलि धेरै दाउद चाहिँ शक्तिशाली हुँदै गए। दाउदको शक्तिशाली हुने आयाम बढ्दै गयो भनेको, दाउदको शक्ति चाहिँ वृद्धि हुँदै गयो भनेको है। परमेश्वर दाउदसित हुनुभएको कारणले गर्दा दाउद झन्झन शक्तिशाली हुँदै गए। आमेन। के को कारणले गर्दा दाउद चाहिँ शक्तिशाली भए भन्दा परमप्रभु सर्वशक्तिमान परमप्रभु तिनीसँग हुनुभएको कारणले गर्दा, दाउदसँग हुनुभएको कारणले गर्दा दाउद आफै शक्तिशाली भएनन्। वचनले भन्छ दाउद निपुण थिए, निपुण योद्धा थिए, सिपालु योद्धा थिए, उनी एकदमै लडाकु थिए। तर परमेश्वरको वचनले के भन्छ? यदि परमप्रभुले नै घर बनाउनु भएन भने बनाउनेको परिश्रम व्यर्थै हो, बनाउनेको परिश्रम व्यर्थै हो। यदि परमप्रभुले नै सुरक्षा दिनु भएन भने पालेले गरेको सुरक्षा व्यर्थै हो, पालेले गरेको सुरक्षा व्यर्थै हो। दाउद सिपालु थिए किनकि परमप्रभुले नै उनलाई सिपालु बनाउनु भएको थियो। दाउदको शक्ति चाहिँ झन्झन बढिराखेको थियो किनकि परमप्रभु उनीसँग हुनुहुन्थ्यो। दाउद किन सिपालु योद्धा भए? दाउदले भन्छन् प्रभु मेरो हातलाई युद्धको लागि तालिम दिनुहोस्। प्रभु तपाईँले मेरो हातलाई तालिम दिनुहुन्छ, म युद्ध जित्छु। मलाई तपाईँले लडाइँ लड्न सिकाउनुहुन्छ अनि म विजय पाउँछु। दाउदले भनेका छन्। दाउद किन सिपालु भए? परमेश्वरले उनलाई सिपालु बनाउनु भयो। दाउद किन कुशल योद्धा भए? किनकि परमेश्वरले तालिम दिनुभयो। अनि यहाँ चाहिँ वचनले भन्छ दाउद झन्झन शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो। आमेन हालेलुया। दाउदसँग परमेश्वर हुनुभएको कारणले गर्दा दाउद झन्झन शक्तिशाली भए, झन्झन शक्तिशाली भए, झन्झन शक्तिशाली भए। परमेश्वर हामीसँग हुनु हुँदै गर्दाखेरि हामी झन्झन एउटा वृद्धिदेखि अर्को वृद्धिमा, एउटा उचाइदेखि अर्को उचाइमा, एउटा महिमादेखि अर्को महिमामा हामी जान सक्छौँ। अनि परमप्रभुको वचनले भन्छ इम्मानुएल उहाँको नाउँ। अनि इम्मानुएल प्रभु हामीसँग। इम्मानुएलको अर्थ परमप्रभु हामीसँग। जुन दिन प्रभुलाई तपाईँ र मैले ग्रहण गऱ्यौँ त्यो दिन परमप्रभु हाम्रो हृदयमा बस्नुभएको छ, बास गर्नुभएको छ। हालेलुया हालेलुया हाले। जुन दिन हामीले प्रभुलाई विश्वास गऱ्यौँ नि, प्रभुसँग हामीले प्रार्थना गऱ्यौँ नि, प्रभु आजदेखि मेरो जीवनको मालिक तपाईँ, मेरो जीवनमा तपाईँ राज्य गर्नुहोस्, म आफै जिउँदिनँ, तपाईँ मसँग जिउनुहोस्, म भित्र आउनुहोस् भनिकन हामीले ग्रहण गऱ्यौँ। प्रभुलाई ग्रहण गऱ्यौँ। त्यहाँदेखि यता वचनले भन्छ पवित्र आत्माको छाप तपाईँ र ममा लगाइएको छ, उहाँको बैना हामीलाई दिएको छ। पवित्र परमेश्वर हामीमा बास गर्नुहुन्छ अनि हाम्रो यो शरीर चाहिँ त्यो एक परमेश्वरको मन्दिर भएको छ। भन्नुको मतलब उहाँ हामीसँग सधैँ रहनको लागि उहाँले नै करार बाँध्नु भएको छ। अनि येशू ख्रीष्ट कहिले कहिले तपाईँ र मसँग सधैँ हामीसँग, परमप्रभु सर्वशक्तिमान परमप्रभु जो दाउदसँग हुनुहुन्थ्यो उहाँ हामीसँग। यदि उहाँ हामीसँग हो भने दाउदसँग जसै उहाँ हुनु हुँदै गर्दाखेरि झन्झन उनी शक्तिशाली हुँदै गए। तपाईँ र म आजको दिनमा, यो दिनहरूमा, आखिरी दिनमा झन्झन शक्तिशाली हुँदै जान सक्छौँ। अनि यो कुरा सम्भव छ, यो कुरा हाम्रो लागि हो, यो हाम्रो जीवनको हिस्सा हो, हाम्रो भाग हो, किनकि परमप्रभु हामीसँग हुनुहुन्छ। आमेन आमेन। हामीलाई धेरै पटक लाग्छ आज त म बढ्दैन होला,
आज त म घट्छु होला, आजको दिन त असल हुँदैन होला, आजको दिन त मलाई मेरो लागि अलिकति खराब हुन्छ होला, आजको दिन मलाई आपद विपद, म आज चाहिँ कति अब मेरो वृद्धि सधैँभरि वृद्धि त हुने त सम्भव छैन, वृद्धि त हुँदैन, हामीलाई लाग्न सक्छ। तर वचनले भन्छ दाउद झन् झन् शक्तिशाली हुँदै गए, किनकि सर्वशक्तिमान परमप्रभु उनीसँग हुनुहुन्थ्यो। तपाईँसँग परमप्रभु कि त हुनुहुन्न भनेर तपाईँले भन्नु पर्यो, होइन भने तपाईँसँग परमप्रभु हुनुहुन्छ, सर्वशक्तिमान परमप्रभु जो दाउदसँग हुनुहुन्थ्यो। यदि उहाँ तपाईँसँग हुनुहुन्छ भने तपाईँ कुनै पनि दुविधा बिना, कुनै पनि शङ्का बिना बढ्न सक्नुहुन्छ, आशिषको उचाइमा चढ्न सक्नुहुन्छ, सफलतामा तपाईँ उक्लन सक्नुहुन्छ। आमेन, हालेलुया। शत्रुले हामीलाई धोका दिन्छ, शत्रुले हामीलाई भ्रममा लैजान्छ, आज त बढ्न सक्दैनस्, अघिल्लो वर्ष त ठिकै थियो कि तर यो वर्ष त तेरो लागि शुभ छैन रहेछ, कति बढ्नु, त्यो वर्षसम्म गएको वर्षसम्म त ठिकै थियो तर यो वर्षदेखि तेरो वृद्धि रोकिएको छ, त चाहिँ अब शक्तिशाली हुने छैनस्, अब त बिस्तारै कमजोर हुँदै जान्छस्। यो सबै कुरा शत्रुले हामीलाई रोपिदिन्छ, हाम्रो मनमा राखिदिन्छ, हाम्रो मगजमा भरिदिन्छ, अनि हामीले त्यो कुरा पत्ताउँछौँ। अनि हो त कति वृद्धि भइराख्नु, कति शक्तिशाली, कति फलिफाप भइराख्नु, अनि हामी जसै त्यो कुरालाई ग्रहण गर्न थाल्छौँ, शत्रुको झुटलाई जब हामी ग्रहण गर्न थाल्छौँ, हामी धोकामा पर्छौँ। जबसम्म तपाईँसँग ख्रीष्ट येशू हुनुहुन्छ तबसम्म तपाईँको वृद्धि रोकिँदैन, तपाईँ शक्तिशाली हुँदै जानुहुन्छ, महिमामा अर्को आयाममा तपाईँ जानुहुन्छै हुन्छ। किन? तपाईँभित्र येशू हुनुहुन्छ नि त। अनि येशू कहिलेसम्म हुनुहुन्छ? येशू अनन्तसम्म हुनुहुन्छ। आमेन। प्रभुको वचनले भन्छ तपाईँ र मसँगको उहाँको सम्बन्ध अनन्तताको लागि बनेको छ। कहिले निर्णय भयो यो अनन्ततासम्म उहाँ हामीसँग रहने भनेको सृष्टि अघि, हामी जन्मनुभन्दा अगाडि। वाउ, परमप्रभुको अनुग्रहको योजना चाहिँ कहिले भयो? तपाईँ र म आमाको गर्भमा रचिएकै थिएनौँ। तपाईँलाई लाग्छ होला म कति सालमा मैले प्रभुलाई विश्वास गरेको चिने, अनि त्यहाँदेखि उता मात्रै प्रभुले मलाई चुन्नुभयो, होइन? अफकोर्स जब तपाईँले कुनै समयमा केही वर्ष अगाडि, केही महिना अगाडि जहिले तपाईँले प्रभुलाई ग्रहण गर्नुभयो, मुखले स्वीकार्नुभयो, हृदयले विश्वास गर्नुभयो, त्यहाँदेखि तपाईँको यात्रा सुरु भयो। तर तपाईँ येशूमा आउने कुरा अनि येशू तपाईँ भित्र आउने कुरा कहिले निर्धारण भएको थियो? तपाईँ नजन्मिँदै, तपाईँको आकार नरचिँदै। आमेन। अनि यो चाहिँ गहिरो कुरा छ, यो चाहिँ रहस्यको कुरा छ। अनि उहाँ तपाईँमा भएको कारणले गर्दा तपाईँ बढ्नुहुन्छ, तपाईँ शक्तिशाली हुनुहुन्छ। झन् प्रस्थानको पुस्तकमा के भन्छ भन्दा, प्रस्थानको पुस्तक 1 अध्यायको 12 पदले, तर जति उनीहरूले भनेको मिश्रीहरूले तिनीहरूलाई भन्नुको मतलब इस्राएलहरूलाई सताए, उति तिनीहरूको सङ्ख्या बढ्न लाग्यो र तिनीहरू झन् फैलिँदै गए। आमेन। तपाईँ र मेरो जीवनको वृद्धिलाई कुनै कुराले रोक्न सक्दैन। तपाईँ र मेरो जीवनको वृद्धिलाई, सफलतालाई मानिसहरूले रोक्न खोज्लान्, विरोधीले रोक्न खोज्लान्, अझ भनौँ भने यो संसारको देवले रोक्न खोज्ला। तर वचनले भन्छ जति त्यसले रोक्ने कोसिस गर्छ त्यति धेरै हामी अगाडि बढ्छौँ, त्यति धेरै हाम्रो वृद्धि हुन्छ, झन् हामी बढ्छौँ, झन् हामी उचाइमा जान्छौँ। त्यसले रोक्ने कोसिस गर्छ, हामी अझै बढ्छौँ, अझ झन् त्यो परेशानी हुन्छ, रोक्ने कोसिस गर्छ, हामी बढ्छौँ। वचनले भन्छ जति मिश्रीहरूले इस्राएलीहरूलाई सताए किनकि उनीहरूको वृद्धिलाई रोक्न चाहन्थे उनीहरूले, उति तिनीहरूको सङ्ख्या बढ्न लाग्यो र तिनीहरू झन् फैलिँदै गए। यसैले इस्राएली जातिहरूसँग मिश्रीहरू डराउन लागे। मेरो प्रियहरू, तपाईँ र मेरो वृद्धिलाई रोक्ने कोही पनि छैन, तपाईँ र मेरो वृद्धिलाई रोक्ने कुनै पनि ताकत छैन। हालेलुया। जति हामीलाई परिस्थितिले थिच्न खोज्छ, बाधाहरूले हाम्रो लागि हामीलाई त्यही रोक्न खोज्छ, त्यति हाम्रो वृद्धि हुन्छ। तपाईँ र मेरो जीवनमा वृद्धिलाई रोक्ने कसैको पनि ताकत छैन, शत्रुको पनि छैन, मानिसको पनि छैन, परिस्थितिको पनि छैन, कुनै कुराको पनि छैन। तर एउटा कुराले चाहिँ रोक्न सक्छ। जब तपाईँ आफै रोक्नुहुन्छ, रोकिन्छ तपाईँ आफै, म त बढ्न सक्दिनँ, म त यत्तिकै हो, मेरो जीवनमा कुनै आशा छैन, म सकिएँ, म त हैरान, म त खत्तम, म जस्तो कोही पनि छैन, म त सबैभन्दा तल्लो, म त सबैभन्दा असहारा नभएको
जब तपाईँले सोच्नुहुन्छ तपाईँ आफै वृद्धिलाई रोक्नुहुन्छ। वृद्धिलाई रोक्ने तपाईँ आफै मात्रै हुनुहुन्छ। हामी आफै मात्रै छौँ वृद्धिलाई रोक्ने, नत्र भने कुनै पनि शक्ति। मिश्रको फारो पनि छैन, मिस्त्रीहरू पनि छैनन्। इस्राएलहरूले यति कोसिस गरे, उनीहरू झन् बढ्दै गयो। परिस्थिति आउँछ तपाईँको जीवनमा, गाह्रो कुराहरू आउँछन्, सतावट र खेदहरू आउँछ, तर त्यसले रोक्दैन तपाईँलाई, झन् बढ्न दिन्छ, तपाईँलाई झन् बढाउँछ, त्यसले बढाउँछ। जति तपाईँको जीवनमा सतावट, खेदो, अभाव, घटी कमी के चाहिँ आउँदैछ, तपाईँले के कुराको सामना गर्दै हुनुहुन्छ, तपाईँलाई त्यो चाहिँ यस कारण आउँदैछ ताकि तपाईँ अझै बढोस् भनिकन। आमेन। हर कुरा परमेश्वरको वचनले भन्छ सबै कुरा हाम्रो भलाइको लागि हुन्छ। रोमीको पुस्तकले त्यही भन्छ, हर कुरा परमेश्वर हाम्रो भलाइको लागि आउन दिनुहुन्छ। यो इस्राएलीहरूलाई मिस्रमा हुँदै गर्दाखेरि, प्रस्थानको समयमा आउँदै गर्दा परमप्रभुले निकाल्न लाग्नु भएको थियो। परमेश्वरले दासत्वबाट निकाल्न लाग्नु भएको थियो। अन्त यहाँनिर के भयो, रोके, उनीहरूले सताए, बाधा दिए, उनीहरूलाई बाँध्न खोजे, उनीहरूलाई नाश गर्न खोजे, उनीहरूलाई सक्न खोजे। तर परमेश्वरको वचनले भन्छ जति उनीहरूले सताउन खोजे, जति उनीहरूले रोक्न खोजे, जति उनीहरूले त्यो बाँध्न खोजे, झन् उनीहरू बढ्न थाले, फैलिन थाले, सङ्ख्यामा वृद्धि हुन थाले। मेरो प्रियहरू, परिस्थिति तपाईँ जति बाँध्न खोज्छ तपाईँ भन्नुहोस् झन्। प्रस्थान 1:12ले भन्छ झन् सताउन लाग्दै गर्दाखेरि झन् उनीहरू चाहिँ शक्तिशाली भए। जति सताउ आउँछ उति तपाईँ शक्तिशाली हुनुहुन्छ। तपाईँलाई आज के कुराले तपाईँलाई लागिराखेको छ, तपाईँको वृद्धिलाई रोक्दैछ भनिकन? परिवारको समस्याले, आर्थिक समस्याले, कामकाजको, व्यापार व्यवसायको समस्याले, समाजको तिरस्कारले, गिल्ला निन्दाले, के कुराले? वचनले भन्छ भनिदिनुहोस्। जब शैतानले भन्छ त बढ्न सक्दैनस्, जब शैतानले भन्छ तेरो आशा छैन, जब शैतानले भन्छ तेरो वृद्धि रोकियो, जब शैतानले भन्छ त शक्तिहीन भइस्, भनिदिनुहोस्। प्रस्थान 1:12ले भन्छ इस्राएलहरूलाई जति उनीहरूले सताए, तिनीहरूलाई बाँध्न खोजे, उति इस्राएलीहरू बढ्दै गए। भन्नुको मतलब वृद्धिलाई कुनै पनि कुराले रोक्दैन। हालेलुया। हामीले इतिहासको पुस्तकमा हामीले हेऱ्यौँ यहाँनिर पहिलो इतिहास 11:9 दाउदसँग परमेश्वर हुनुभएको कारणले गर्दाखेरि उनी झन् शक्तिशाली हुँदै गए। प्रस्थानको पुस्तकले भन्छ उनीहरूलाई, इस्राएलहरूलाई जति मिस्रीहरूले सताए त्यति धेरै उनीहरू चाहिँ झन् शक्तिशाली भए, फैलिँदै गए। त तपाईँ र मेरो जीवन वृद्धिको जीवन हो। हालेलुया। तपाईँ दिनदिनै वृद्धिमा जानुहुन्छ। जाने तपाईँको त्यो डिएनए परमेश्वरले तपाईँलाई हालिदिनु भएको छ। वृद्धिको डिएनए तपाईँ भित्र छ। वृद्धिको हिस्सा तपाईँ हो। हालेलुया। वृद्धिको हिस्सा तपाईँ हो। वृद्धि तपाईँको भाग हो। वृद्धि हाम्रो भाग हो। शक्तिशाली हुनु, एउटा महिमादेखि अर्को महिमामा जानु हाम्रो वंशानुगत गुण हो। आमेन। स्वर्गको परमेश्वरले हामीलाई दिनुभएको वंशानुगत गुण हो। त्यो हाम्रो चाहिँ उत्तराधिकार हो। हालेलुया। तर यदि कुनै पनि बहानामा तपाईँ धोकामा परिराख्नु भएको छ भने तपाईँ निस्किनुहोस्। वृद्धि तपाईँको हिस्सा हो। आमेन। कुनै पनि कुराले तपाईँलाई रोक्न सक्दैन, रोक्नु हुँदैन। जबसम्म तपाईँले म रोकिन्छु, म त रोकिनै पर्छ भनिकन आफैले त्यो कुरालाई स्वीकार गर्नुहुन्न। एफिसीको पुस्तकले भन्छ 4:27 होला, दियाबलसलाई मौका नदियो। दियाबलसले, शत्रुले तपाईँलाई धोका नदियोस् कि तपाईँको वृद्धि रोकिँदैछ भनिकन। तपाईँ बढ्दै हुनुहुन्छ। 2025मा छौँ हामी। एउटा यस्तो वर्षमा, यस्तो ऋतुमा, इयर अफ जुबलीमा। हालेलुया। अनि यस्तो शक्तिशाली अनुग्रहमाथि अनुग्रहको वर्षमा हामी छौँ। हामी बढ्छौँ। यो वर्ष तपाईँ अहिलेसम्म तपाईँको जीवनमा तपाईँले अनुभव नगरेको वृद्धिलाई तपाईँले अनुभव गर्नुहुनेछ। हालेलुया। तपाईँले यस्तो शक्ति र यस्तो उचाइलाई महसुस गर्नुहुनेछ जो आजसम्म तपाईँले गर्नुभएको थिएन होला। किन भन्दा येशू ख्रीष्ट तपाईँसँग हुनुहुन्छ। येशू ख्रीष्टले तपाईँलाई यो वर्षमा लिएर आउनुभएको, उहाँ तपाईँसँग भएको कारणले गर्दा तपाईँको रोक्न खोज्ने वृद्धिको बाँध येशूले फुटाउनुहुन्छ। पवित्र आत्माले त्यसलाई टुटाउनुहुन्छ। हालेलुया। तर तपाईँको वृद्धिको आयाम, वृद्धिको मात्रा, वृद्धिको त्यो गतिलाई पवित्र आत्माले बढाउनुहुन्छ। तपाईँ वृद्धिको लागि रोजिएको हो। तपाईँ वृद्धिको लागि बनिएको हो। वृद्धि तपाईँको हिस्सा हो। हालेलुया। तपाईँ एउटा महिमादेखि अर्को महिमामा जानलाई बोलाइनु भएको छ। आमेन। सबै किसिमका झुट, शत्रुको झुट जसले तपाईँलाई बाँध्न खोजेको थियो, जसले तपाईँलाई स्वीकार नलगाइराखेको थियो, ती सबै कुरालाई अहिले नै म येशूको नाउँमा तोड्दछु।
टुट्ने म आज्ञा गर्दछु। हालेलुया। वृद्धि तपाईँको हिस्सा हो। त्यही मात्र भन्नुहोस्। आज यो वचन सुन्दै गर्दाखेरि तपाईँले भन्नुहोस्, वृद्धि मेरो हिस्सा हो। येशू मसँग हुनुहुन्छ। येशूले मलाई चुन्नु भएको छ। येशूले मलाई रोज्नु भएको छ। जस्तो सुकै परिस्थिति किन नै नहोस्, अवस्था किन नै नहोस्, सतावट खेदो किन नै नहोस्, म बढ्छु। झन्झन म बढ्छु। घटाउनको लागि परिस्थिति आउँछ, तर म त वृद्धि पो हुन्छु। आमेन। किनकि प्रस्थानको पुस्तक 1 अध्यायको 12 पदले त्यही भन्छ। हालेलुया, हालेलुया। येशू हामीसँग भएको कारणले गर्दा, उहाँको अनुग्रह र कृपा हामीसँग भएको कारणले गर्दा वृद्धि हाम्रो हिस्सा हो। वृद्धि हाम्रो हिस्सा हो। आमेन, आमेन। अब्राहमलाई परमेश्वरले बोलाउनु भयो वृद्धिको लागि, बढाउनको लागि, डाँडा काँडा ढाक्नको लागि, आकाशका तारा जस्तै सङ्ख्यामा बढाउनको लागि। अनि अब्राहम प्रतिज्ञाको देशमा आउँदै गर्दा, त्यहाँनिर आउँदै गर्दा अब्राहमको जीवनमा वृद्धि हुँदै थियो। तर वृद्धि हुँदै गर्दाखेरि त्यहाँनिर अनिकाल आयो। अनिकाल आउँदै गर्दाखेरि अब्राहम के गरे, त्यहाँनिर प्रतिज्ञाको देश छोडिकन अर्कै अन्य जाति राजाहरू कहाँ उनी शरण लिन गए। तर मेरो प्रियहरू, त्यो अनिकालले अब्राहमलाई रोकेन। झन् फर्केर आउँदै गर्दाखेरि हो अब्राहम डराए, झुट बोले, आफ्नै पत्नीलाई पनि मेरो बहिनी हो भने। तर फर्केर आउँदै गर्दा उनी धनी भएर आए। अनिकालले रोकेन मेरो प्रियहरू, किनकि अब्राहमको बोलावट वृद्धिको बोलावट थियो। वृद्धिको बोलावट थियो। आउँछ मेरो प्रियहरू तपाईँहरू मेरो जीवनमा। अब म वृद्धि म हुँदैन कि, म रित्तिएँ कि, म सकिएँ कि जस्तो लाग्न सक्छ। तर परमप्रभु हामीसँग हुनुहुन्छ नि त। परमप्रभु हामीसँग हुनुहुन्छ नि त। अनिकालले अब्राहमलाई रित्ताउन सकेन। अनिकालले अब्राहमलाई मार्न सकेन। अनिकालको सामना अब्राहमले गरे, तर अनिकालले अब्राहमलाई नाश गर्न सकेन। मेरो प्रिय तपाईँहरू मेरो जीवनमा गाह्रो आउँदैन भनेको होइन, अप्ठ्यारो आउँदैन भनेको होइन, तर त्यो कुराले पनि हामीलाई बढावा दिन्छ। हामी त्यसमा भर्याङ जस्तो गरिकन त्यसलाई त्यो एउटा भर्याङ जस्तो एउटा सिडी जस्तो गरिकन हामी त्यसमा चढ्छौँ परिस्थिति आउँदै गर्दा, अनि हामी उक्लन्छौँ, उचाइमा जान्छौँ। सो आज तपाईँको जीवनमा के छ कुरा, परमेश्वरले गर्नुभएको प्रतिज्ञामा तपाईँलाई शङ्का ल्याउनको लागि परिस्थितिको सामना तपाईँ गर्दै हुनुहुन्छ होला। तर याद गर्नुहोस्, यी सबै कुराले एउटा निचोडमा लिएर जानेछ, एउटा निष्कर्षमा लिएर जानेछ, एउटा निर्णयमा लिएर जानेछ, एउटा आउटकम, यस्तै एउटा उत्पादनमा लिएर जानेछ। त्यो चाहिँ वृद्धि। आमेन। त्यो चाहिँ वृद्धि। हालेलुया। वृद्धि तपाईँको हिस्सा हो। वृद्धि इसाईको हिस्सा हो। बढ्दै जाने कुरा इसाईको जन्मसिद्ध अधिकार जस्तो, उत्तराधिकार जस्तो, वंशानुगत गुण भन्छ नि होइन, माथिबाट पिताबाट आएको कुरा हो। सो तपाईँ बढ्नुहुन्छ, तपाईँ बढ्नुपर्छ। शत्रुले तपाईँलाई धोका नदिएकोस्। आउनुहोस् हामी प्रार्थना गरिकन प्रभुबाटको उहाँको वचनलाई हामी विशेष गर्नेछौँ। प्रभु तपाईँलाई धन्यवाद छ। म बढ्छु अनि बढ्नको लागि तपाईँले मलाई बोलाउनु भएको। तपाईँ म भित्र हुनुहुन्छ, अनि वृद्धि त कसरी रोकिन सक्छ। परमेश्वर तपाईँलाई धन्यवाद। थुप्रो कुराले सताउन खोज्दा, समाउन खोज्दा, सिधाउन खोज्दा, रित्ताउन खोज्दा झन् वृद्धि भएर आउँछ, झन् वृद्धि भएर आउँछ, वृद्धि झन् बढेर आउँछ। हालेलुया, हालेलुया। धन्यवाद परमेश्वर। जतिजनाले आज तपाईँको यो वचनबाट सुनिराख्नु भएको छ, हरेकको जीवनमा अहिले यो वचन सुन्दै गर्दा वृद्धि बढेर जानेछ, सफलता बढेर जानेछ, उचाइ 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 बढ्नेछ। धन्यवाद येशू, धन्यवाद। शत्रुका सबै झुट, शत्रुका सबै छल येशूको नाउँमा यही रद्द भएको छ। धन्यवाद, धन्यवाद। बिन्तीलाई माग्छौँ जिउँदै येशू प्रभुको नाउँमा। आमेन, आमेन, आमेन। हुन्छ। परमेश्वरले तपाईँहरू सबैजनालाई वृद्धि गरिराख्नु भएको छ र वृद्धि गरिरहनुहुनेछ, वृद्धि गरिरहनु भएको होस्। तपाईँ वृद्धिको लागि बोलाइएको हो, तपाईँ बढ्नुको लागि, तपाईँ फैलिनुको लागि प्रभु येशू तपाईँसँग आउनुभएको हो र हुनुहुन्छ। आमेन। प्रभुले सबैजनालाई धेरै आशिष गर्नुभएको छ।